म प्रेग्नेन्ट छु दिदी। हजुरले हाल्नुभएको फोटो देखेर मलाई एकदमै धेरै जेरी खान मन लाग्यो। अनि म नेपालमा पनि छैन जेरी किनेर खानका लागि। एकचोटि मेरै लागि भए पनि जसरी भए पनि भिडियो हालिदिनु न भनेर एकजना सिस्टरले मेसेज छोड्नुभएको रहेछ बेलुका। अनि मैले चाहिँ बिहान उठिसके पछाडि चेक गर्दाखेरि मात्र देखेँ। अनि कमेन्टमा पनि धेरैजनाले रेसिपी हाल्नु भन्नुभएको थियो नि त। अनि म चाहिँ जहिले बेलुकाको 4-5 बजेतिर मात्र भिडियो अपलोड गर्थेँ क्या। त्यही भएर आज चाहिँ बिहानै उठ्ने बित्तिकै मेसेज देखिसके पछाडि भोइस ओभर गर्न थालेँ। अनि मैले चाहिँ 1 बटुका जति मैदा लिएको छु, सानो बटुकाको। त्यसमा चाहिँ आधी प्याकेट जति इनो अनि अलिकति फुड कलर हालेर यत्तिको थिक ब्याटर बनाएँ। जेरी बनाउँदाखेरि चाहिँ धेरै पातलो पनि बनाउनु हुँदैन अनि धेरै बाक्लो पनि ब्याटर बनाउनु हुँदैन, ठिक्कको बनाउनुपर्छ। त्यस पछाडि चाहिँ 1 बटुका चिनीमा अलिकति आधी बटुका जति पानी हालेर चास्नी बनाएँ। अनि त्यस पछाडि चाहिँ सस हाल्ने बट्टा हुन्छ नि हो, त्यो बट्टामा सबै ब्याटरहरूलाई हालेर जेरी बनाउँदैछु। जेरी बनाउनु एकदमै धेरै सजिलो छ क्या, त्यस्तो धेरै गाह्रो केही पनि छैन। अनि बट्टामा ब्याटर हालिसके पछाडि फन हात घुमाउने मात्रै त हो, यसको लागि केही मेहनतै गर्नै पर्दैन क्या, एकदमै धेरै सजिलो छ बनाउन। अनि मैले उहाँलाई चाहिँ हजुरको जेरी कस्तो बन्छ एकचोटि फोटो खिचेर पनि पठाइदिनु ल मलाई, जेरी बनाइसके पछाडि भनेको थिएँ। उहाँले हुन्छ चाहिँ भन्नुभएको छ। अब के गर्नुहुन्छ, बनाउनु छ कि बनाउनुहुन्न, फोटो हाल्नुहुन्छ कि हाल्नुहुन्न चाहिँ थाहा छैन। अनि मैले उहाँकै लागि भए पनि बिहानै भिडियो एडिट गरेर हालिदिनु पर्यो भनेर हालिदिएँ। खासमा भन्ने हो भने मैले यो भिडियो हिजै खिचेको थिएँ अनि हिजै हाल्नु पनि पर्ने थियो, तर मेरो हिजो मोबाइल बिग्रिआएको थियो। अनि त्यही भएर मलाई चाहिँ अलिकति झ्याउ लाग्यो क्या भिडियो एडिट गरेर हाल्नलाई, टेन्सन भएको बेलामा भनेर मैले भिडियो नहालेको। अनि चास्नीमा 30-40 सेकेन्ड जति डुबाइदिएँ, त्यस पछाडि चाहिँ निकालिदिएँ। एकदमै धेरै क्रिस्पी हुन्छ क्या यो इनो हाल्यो भने चाहिँ। अनि इनो नहाली बनाउँदाखेरि पनि हुन्छ होला सायद, तर मैले चाहिँ इनो नहाली चाहिँ बनाएको छैन। हजुर प्रेग्नेन्ट हुनुहुन्छ भने चाहिँ यो फुड कलरहरूलाई चाहिँ एड नगरिकन बनाएर खानु होला है त। अनि त्यस पछाडि मेरो चाहिँ अलिअलि जेरी कालो कालो पनि भइहालेछ। यो कराई चाहिँ एकदमै पातलो छ क्या। अनि यता चास्नीमा जेरीलाई डुबाउँदै थियो त्यत्तिकैमा कालो कालो भइहालेछ र पनि डढी गएको चाहिँ थिएन। खाँदाखेरि चाहिँ एकदमै धेरै मिठो भएको थियो। हजुरहरू पनि एकचोटि ट्राई गर्नु होला है त। कमेन्टमा पनि धेरैजनाले कमेन्ट पनि गर्नुभएको थियो, ल एकचोटि ट्राई गर्नु होला है त। थ्याङ्क्स फर वाचिङ एभ्रिवान।